संसार रूपी सुख स्वर्ग भित्र रमे रमाए निर्विघ्न शीतल। आखिर श्रीकृष्ण रहेछ एक, न भक्ति ज्ञान न भो विवेक। महाकवि लक्ष्मीप्रसाद देवकोटाका यी शब्दहरू महत्त्वपूर्ण रहिआएका छन्। उहाँ महाकवि आँसु कविका रूपमा चिनिनुहुन्छ। उनले अनेकौं काव्यहरू अनेकौं महाकाव्यहरू रचना गर्नुभएको छ र नेपाली समाजलाई महत्त्वपूर्ण योगदान दिएर मार्गदर्शन दिनुभएको छ। उहाँले जीवनभरि मानव नै एउटा भगवान हो, उसकै सेवा गर भनेर उहाँले भन्ने प्रयास गर्नुभएको छ। तर जब अन्तिम अवस्था उनको पुग्दैछ त्यति बेला उहाँले श्री कृष्ण एउटा छ अवश्य पनि भनेर दाबी गर्नुभएको छ। सबैलाई मार्गदर्शन दिनुभएको छ कि जीवनभरि तपाईं जतिसुकै नास्तिक बन्नुहोस् या आस्तिक बन्नुहोस्, अन्तिम एक मात्र श्री कृष्ण हो, त्यो भन्दा अर्को कोही छैन। त्यही पार तार्ने हो, त्यही सुख सागर दिने हो, त्यही मुक्तिदाता हो, त्यही जीवनदाता हो, त्यही सर्वेश्वर सब कुछ हो, सम्पूर्णता हो। उहाँले भन्नुभएको छ, उहाँको कविता यही हो, संसार रूपी सुख स्वर्ग भित्र रमे रमाए निर्विघ्न शीत। आखिर श्री कृष्ण रहेछ एक, न भक्ति ज्ञान न भो विवेक। मित्र हो, केवल श्री कृष्ण सम्पूर्णता हो, अपराधीलाई दण्ड दिने हो, पापीलाई दण्ड दिने हो र सद्मार्गीलाई, सदाचारीलाई, शान्तिप्रियलाई, सद्भाव र सद्व्यवहारीलाई मुक्तिदाता हो। कर्म गर्दा सद्कर्म मात्रै गर भन्ने श्री कृष्णको आदेश छ। र यो कुरालाई महाकविज्यूले प्रस्ट्याइदिनु भएको छ। आफूले श्री कृष्णलाई अवलम्बन गरेको, श्री कृष्णको चरणारविन्दमा रहेको प्रमाण दिनुभएको छ।